नमस्ते, म रिता विश्वास। अहिले कुसोट अन्तर्गत मास्टर इन ट्रेनिङ एन्ड डेभलपमा 2025 को ब्याचमा म अध्ययनरत छु। यो आजको प्रस्तुति विशेष गरिकन विषय थ्योरी एन्ड प्र्याक्टिस इन एजुकेसन अन्तर्गत पहिलो मोडल फाउन्डेसन अफ एजुकेसन थ्योरी अन्तर्गतको पहिलो भिडियो रेकर्ड असाइनमेन्टमा म यहाँहरूमा चाहिँ प्रस्तुत हुन गइरहेको छु र आजको यस प्रस्तुति विशेष गरिकन विभिन्न फिलोसोफीमा रहेर अबको सञ्चालन गर्ने तालिम या भविष्यमा सञ्चालन गर्ने तालिम कुन फिलोसोफीमा रहेर जोडिएको छ भन्ने सन्दर्भमा म प्रस्तुति दिन गइरहेको छु। मैले तयार पारिएको तालिमको ढाँचा गार्ल्स जेन्डर एक्सन लर्निङ सिस्टम लैङ्गिक क्रियात्मक सिकाइ प्रणाली विशेष गरिकन वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई पुनः एकीकरणको लागि दिने योजना रहेको छ र यस सन्दर्भमा हेर्दाखेरि वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूमा विभिन्न किसिमका सिप, अनुभव, क्षमता र पुँजीहरू चाहिँ अवस्थित रहेको हुन्छ। उनीहरू वैदेशिक रोजगारमा रहँदाखेरि ती कुराहरूलाई चाहिँ लिएर आएको हुन्छ र यस तालिम सञ्चालन गर्नुको दुईवटा उद्देश्य रहेको छ। पहिलो उद्देश्य वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू लैङ्गिक क्रियात्मक सिकाइ प्रणालीद्वारा पुनः एकीकरणको योजना निर्माण गर्न सक्नेछ र दोस्रो उद्देश्यको रूपमा सो योजनाको आधारमा सरकारी तथा निजी क्षेत्रमा रहेका विभिन्न सेवाहरूमा चाहिँ पहुँच पुग्नेछ भनेर यसरी उद्देश्यमा राखिएको छ भने सो उद्देश्यहरूलाई पूरा गर्नका लागि यो तालिम सञ्चालन दुईवटा फिलोसोफीमा आधारित रहेको छ। पहिलो फिलोसोफी कन्स्ट्रक्टिभिजम रहेको छ र यो तालिम किन कन्स्ट्रक्टिभिजममा आधारित रहेको छ भन्ने सन्दर्भमा हेर्दाखेरि वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूमा जुन सिप, अनुभव, क्षमता, पुँजीहरू लिएर आएको हुन्छ जसले गर्दाखेरि उनीहरूमा चाहिँ सेल्फ लर्निङ गर्ने रहेको हुन्छ र यस फिलोसोफी अन्तर्गत चाहिँ एउटा लर्नरलाईमा केन्द्रित रहेर सिकाइ प्रक्रिया चाहिँ रहेको कारणले गर्दाखेरि यो यस फिलोसोफीमा जोडिएको छ। त्यसै गरिकन वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूमा चाहिँ आफ्नै खालका विभिन्न उपायहरू, योजनाहरू चाहिँ अनुभवहरू चाहिँ सँगालेको कारणले गर्दाखेरि यस फिलोसोफी अन्तर्गत चाहिँ एक्सप्लोर गरिन्छ। उनीहरूभित्र रहेका आइडियाहरूलाई, विचारहरूलाई चाहिँ उनीहरूको सेल्फ एक्सप्लोरिङको आधारमा गर्ने भएको कारणले गर्दाखेरि कन्स्ट्रक्टिभिजम चाहिँ एकदमै उपयुक्त आधार हो। त्यसै गरिकन वैदेशिक रोजगारमा भएका व्यक्तिहरू विभिन्न सञ्जालमा रहेर र विभिन्न समूहमा रहेर चाहिँ एउटा सामूहिक रूपमा चाहिँ सिकाइ गर्न सकिन्छ र उनीहरूले आफ्नो सिकाइको आधारमा चाहिँ एउटा कार्ययोजनालाई चाहिँ अवलम्बन गर्न सक्ने छन् भन्ने हिसाबले चाहिँ यो कन्स्ट्रक्टिभिजममा यो तालिम चाहिँ आधार रहेको छ। त्यसै गरिकन अर्को फिलोसोफीलाई हेर्दाखेरि प्रोग्रेसिभिजम पनि यो तालिमको चाहिँ आधार हो भन्ने सन्दर्भमा हेर्दाखेरि विशेष गरिकन प्रोग्रेसिभिजममा प्रब्लम सल्भिङको कुराहरूलाई चाहिँ जोड दिएको हुन्छ, जुन चाहिँ वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूले चाहिँ अनुभव, सिक, दक्षताहरू चाहिँ ल्याएको हुन्छ र सो आधारमा चाहिँ उसले एक किसिमले आफैले आफ्नो समस्याहरूलाई चाहिँ समाधान गर्न सक्छन् र त्यसै गरिकन वास्तविक जीवनमा आधारित रहेर आफ्ना उपायहरू, विचारहरूलाई चाहिँ सान्दर्भिक गर्न सक्छन् भन्ने हिसाबले प्रोग्रेसिभिजम चाहिँ एउटा के फिलोसोफी हुन सक्छ कि भन्ने चाहिँ मैले यहाँ प्रस्तुत गरेको छु। साथै वैदेशिक रोजगारमा का व्यक्तिहरू भनौँ न समूहमा चाहिँ एउटा कोलाबोरेटिभ हिसाबले चाहिँ सिकिरहेको हुन्छ र सोको आधारमा चाहिँ उसले चाहिँ एक्सन गर्न सक्छन् भन्ने ले गर्दाखेरि प्रोग्रेसिभिजम चाहिँ एउटा आधार हो भने मैले यहाँ प्रस्तुत गरेँ र त्यसै गरिकन पोस्टरमा हेर्दाखेरि मैले एउटा चाहिँ
यो गर्ल्सलाई कसरी रिइन्टिग्रेसनको प्रक्रियासँग जोड्न सकिन्छ भन्ने प्रस्तुत गर्न खोजेको छु, जसमा पहिले उसले तालिम प्राप्त गर्छ, जुन तालिममा चाहिँ यो लैङ्गिक क्रियात्मक सिकाइ प्रणाली अनुसार चाहिँ योजनाहरू बनाउँछ र योजना बनाएर विभिन्न सरकारी तथा निजी क्षेत्रमा गएर सेवाहरू लिन्छ। त्यस पछाडि सो सेवाहरू लिनको लागि र ती चिजहरू ती प्रक्रियामा चाहिँ योजनाको प्रक्रियादेखि नै परिवारका सदस्यहरूले चाहिँ सहयोग गर्ने भएको कारणले गर्दाखेरि वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू सामाजिक र आर्थिक रूपमा चाहिँ पुनः एकीकरण हुन सक्नेछ भन्ने यस तालिमको चाहिँ उद्देश्य रहेको छ। मैले यति नै आफ्नो प्रस्तुतिलाई चाहिँ राख्दै यहाँहरूको जिज्ञासा र प्रश्नहरूलाई चाहिँ लिन चाहन्छु। धन्यवाद।